सबै छोराले पुरा गराइदियो मलाई साह्रै पानी परेको कारणले अहिले माथि माई सक्नुहुन्छ यो अर्जुन धाराको रोड हो भन्थे जयपुर हुँदै हामी उता बुधबारे आइसक्यौँ अब यो बुधबारेदेखि एकदम रमाइलो लागिरहेछ बाटो एकदम राम्रो लाग्यो हैन बाटो नै राम्रो जाते थुक्पा खान आँटेको छु म यहाँनिर रेडी भएर बसिसक्नु भएको छ मलाई पनि पानीले अलिअलि भिजाइसक्यो त्यो पनि घुम कल्पना नेपाली मेरो प्यारो बुढीलाई चाहिँ एकदम धेरै सम्झिरहेको छु चढिसक्नु भएको छ घोडामा देख्न सक्नुहुन्छ तपाईँ नमस्ते सबैजनालाई वेलकम टु कल्पना नेपाली ब्लग आज चाहिँ म कल्पना नेपालीको हस्बेन्ड रबिन सुन्दासले ब्लग बनाउँदैछु आज चाहिँ मेरो सानीमा र म चाहिँ सानीमा चाहिँ काठमाडौँदेखि आउनुभएको अनि सानीमालाई चाहिँ एकदम धेरै इलाम घुम्नु मन छ अरे त्यही भएर चाहिँ म सानीमालाई चाहिँ इलाम घुमाउनु लाँदैछौँ र अहिले चाहिँ हामी घरबाट निक्लि पनि सक्यौँ यहाँ भाउनेमा मास्कहरू किनेर अब चाहिँ यहाँबाट चाहिँ हामी अगाडि बढ्न आँटेको छौँ अब हामी ठाउँ ठाउँमा अलिअलि भिडियो बनाउँदै अहिले वहाँ पुगेपछि तपाईँहरूलाई देखाउनेछौँ स्टे ट्युन सबैजना हेरिदिनु होला साथ दिनु होला अहिले चाहिँ हामी पथरीको जङ्गलमा आइपुगेको छौँ र पथरी अहिले चाहिँ बाटो बनाउने क्रम जारी छ त्यही भएर बाटोहरू त्यस्तो छ अहिले धुलोहरू उडिरहेको छ बाटो चाहिँ बनिँदैछ त्यही भएर चाहिँ धुलोहरू उड्ने समस्याहरू देखिरहेको छ र अब हामी जाँदैछौँ अब अहिले चाहिँ हामी यहाँ उर्लाबारी आइपुग्यौँ र यहाँ उर्लाबारीमा चाहिँ हामी पेट्रोल हाल्दैछौँ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ उर्लाबारीको पेट्रोल पम्प हो अहिले चाहिँ हामी दमक आइपुग्यौँ दमक चोक आइपुग्यौँ भने अहिले चाहिँ दमक आउनलाई लगभग अरू बेला नर्मल्ली हामीलाई चाहिँ आधी घन्टा लाग्थ्यो भने अहिले चाहिँ लगभग 45 मिनट जति लाग्यो किन भन्दाखेरि बाटोमा डाइभर्जन थियो सबै रोडहरू बनाइरहेको थियो त्यही भएर बाइकलाई अलिक स्लो गर्नु पऱ्यो 11 2 हाल्नु पऱ्यो त्यही भएर चाहिँ हामीलाई चाहिँ 45 मिनट जति लाग्यो लक्ष्मरकादेखि यहाँ दमक आउने चाहिँ अहिले चाहिँ हामी दमक चोक आइपुगिसकेको छौँ यहाँबाट चाहिँ अब हामी बिर्तामोड हुँदै जानेछौँ माई खोला आइसकेको छौँ र घरबाट हिँडेको लगभग 1 घन्टा जति भयो होला 1 घन्टा जति हामी माई खोला 1 घन्टा भन्दा अलिक धेर भयो नि अहिले चाहिँ हामी माई खोला आएर यहाँनिर बसिरहेको छौँ एकछिन यहाँनिर रेस्ट गरेको र यहाँबाट देखिने भ्यू त्यस्तो छ हिजो पानी परेको कारणले अहिले माथि माई खोला चाहिँ अलिक धमिलो भइरहेको छ र अहिले चाहिँ यस्तो देख्न सक्नुहुन्छ सुरुङगा कटेर चारपाने भन्ने ठाउँ आइपुगेको छौँ र चारपानेदेखि चाहिँ हामी यता माथि जानुपर्ने हुन्छ उतैबाट चाहिँ बिर्तामोड निक्लेर चाराले निक्लेर जाँदा पनि हुन्छ र बाटो बिग्रेको कारण चारपाने हुँदै यहाँबाट चाहिँ हामी अर्जुन धारा हुँदै निक्लिन्छौँ हेर्दै गर्नु होला अहिले चाहिँ हामी अर्जुन धारा आइपुग्यौँ साथीहरू यहाँ रहेको छ अर्जुन धारा तपाईँहरूले देख्न सक्नुहुन्छ यो अर्जुन धाराको रोड हो र अहिले चाहिँ हामी अर्जुन धारा आइपुग्यौँ अर्जुन धारा चाहिँ यस्तो रहेको छ अर्जुन धाराको मन्दिर चाहिँ यता अलिक पर जानुपर्छ भने यो चाहिँ अहिले चाहिँ हामी रोडमा छौँ अर्जुन धाराको अब यतै हुँदै अब हामी इलाम कन्याम जानेछौँ चाहिँ अर्जुन धाराको चोक ट्याक्क रहेको छ यो अर्जुन धाराको चोकदेखि चाहिँ यो यतापट्टि हामी लेफ्टपट्टि गयौँ भने चाहिँ संसारे पुग्छौँ अनि यतापट्टि माथि गयौँ भने चाहिँ बिर्तामोड र सिधै गयौँ भने चाहिँ जयपुर हुँदै हामी उता निक्लिन्छौँ हामी इलाम जाने कन्याम जाने बाटो निक्लिन्छौँ सिधै अहिले चाहिँ हामी सिधै जानुपर्ने हुन्छ सानीमा र म चाहिँ बुधबारे आइसक्यौँ अब यो बुधबारेदेखि चाहिँ अब हामी इलाम जानको लागि यो रोड माथि जानुपर्ने छ बुधबारेबाट चाहिँ अहिलेको रोडबाट चाहिँ हामी यहाँ ठ्याक्क बुधबारे चाहिँ यहाँ आइपुग्यौँ भने अब हामी चाहिँ इलाम जानको लागि सिधै माथि हुँदै जानुपर्छ
अहिले चाहिँ हामी जाँदैछौँ कन्याम जाँदैछौँ। पाथिभारा जाने बाटो आइपुग्न आँट्यौँ र यहाँनिर चाहिँ पानी सानी खाएको र रेस्ट गरेको यहाँनिर एकछिन चाहिँ एकदम यहाँनिर चाहिँ यस्तो देख्न सक्नुहुन्छ। यहाँको भ्यू यस्तो छ र यहाँ त्यो हल्का हल्का चिसो पनि भइरहेको छ हामीलाई। यो कन्यामको पाथिभारा इलामको पाथिभारा जाने बाटोमा आइसकेको छौँ र एकदम धेरै कुहिरो लागिरहेको छ बाटोमा चाहिँ एकदम धेरै कुहिरो लागेर चाहिँ अलिक गाह्रो भइरहेको छ। त्यही भएर स्लो भइरहेको छ हाम्रो राइड पनि। सानीमालाई कस्तो लागिरहेको छ भन्नु त सानीमा? मलाई त एकदम रमाइलो लागिरहेछ। बाटो एकदम राम्रो लाग्यो होइन? बाटो नै राम्रो, अलिकति हुसु चाहिँ लागेछ, चिसो मौसम शीतल भइरहेछ। तपाईँलाई कसले भन्नु अरे गर्मी हुन्छ ज्याकेट नलानु भनेर कसले भने? बुवाले होइन? बुवाले गरेर नानीले त चिसो हुन्छ भन्दै थिए। कल्पनाले त भन्दै थिएन अरे, तर लिनु भएन छ। अलिक जाडो भइरहेछ अरे। तर कन्याममा चाहिँ मलाई लाग्छ जाडो छैन जस्तो लागिरहेको छ। यहाँ चाहिँ जाडो भइरहेको छ बाटोमा हुसेले। अहिले चाहिँ हामी पानीमारामा चाहिँ कन्यामको चोकमा आइसक्यौँ, मेन चोकमा। र यहाँ चाहिँ देख्न सक्नुहुन्छ कस्तो हुसे लागेको छ। यहाँनिर केही देखेको पनि छैन। यहाँनिर चाहिँ यस्तो भइरहेछ। अनि सानीवाला कस्तो लागिरहेको छ? कति रहरले आउनुभएको थियो अरे? सबैतिर अँध्यारो चाहिँ यहाँ केही पनि देखिएन भनेर यहाँ सानीमा चाहिँ रिसाइराख्नु भएको छ। यहाँनिर चाहिँ यस्तो छ कन्याम घुम्न आएको, तर कुहिरोले केही पनि देखिएन। यहाँनिर चाहिँ सबैतिर कुहिरो लागेको, कुहिरो पनि कति धेरै लागेको त मान्छे पनि नदेखिने गरी कुहिरो लागिरहेको छ। र अब हामी चाहिँ हेरौँ कता जान्छौँ, हेर्नु होला। सानीमा र म चाहिँ यहाँ हिँड्दैछौँ। हामी कन्यामको यहाँनिर खाजा खाने होटलमा छौँ र यहाँनिर चाहिँ एकदम धेरै कुहिरो लागेको कारणले अहिले हामी चाहिँ एकछिन खाजा खान्छौँ। भाउ गुरिन्छ कि भन्ने आशले खाजा खाँदैछौँ। यहाँ सानीमा चाहिँ मोमो खानुहुँदैछ र म चाहिँ यहाँनिर तातो थुक्पा खान आँटेको छु। हस् त।
ड्रेस लाउने ठाउँमा आइरहेको छौँ। सानीमाले चाहिँ ड्रेस लाउने अरे अनि पानी अलिअलि परिरहेछ, सिम परिरहेछ, त्यही भएर म छाता उडिरहेको छु र सानीमा चाहिँ ड्रेस लाएर यहाँनिर रेडी भएर बसिसक्नु भएको छ। थोरै अगाडि आउनु न। यो चाहिँ कुन ड्रेस हो? कुन ड्रेस हो? गुरुङ ड्रेस लाएर यहाँनिर चाहिँ राम्री भएर बसिराख्नु भएको छ। कस्तो लागिरहेको छ? यहाँ चाहिँ सानीमाले फोटो खिच्न आँट्नुभएको छ। फोटो खिचेर फ्रेम बनाएर लाने अरे र म चाहिँ यहाँनिर बसिरहेको छु। झोलासोला बोकिदिएर रुमाल बोकिदिएर यहाँ बसिरहेको छु भने सानीमाको चाहिँ यहाँनिर फोटो खिचिदिनु आँट्नुभएको छ। एकदम राम्रो फोटो खिचिदिनुहुन्छ अरे, एकैछिनमा बनाइ पनि दिनुहुन्छ अरे र यहाँ रेडीमा बसिराख्नु भएको छ सानीमा चाहिँ एकदम राम्री भएर। अहिले हामी आमा छोरा चाहिँ यो कन्यामको डाँडा चढ्दैछौँ। अनि तपाईँलाई कस्तो लागिरहेको छ अरे? भन्नु त अघि के भन्नु थियो? रमाइलो लागिरहेछ। अघिको कुरा भन्नु न, के भन्नु थियो त? मेरो खुसी सबै छोराले पुरा गराइदियो। मलाई साह्रै आउन मन थियो कि साह्रै रहर थियो। अलिकति दुःख लागेको कुरा चाहिँ के भने पानी आएर ढिसे लागिरहेको छ, जाडो त्यही भएर चाहिँ अलिक गाह्रो भइरहेछ। नभए तर त्यही पनि मजा आइरहेको छैन त? र पनि मजा आइरहेको छ। अहिले चाहिँ हामी कन्यामको डाँडा चढ्दैछौँ। कन्यामको माथि डाँडा चढ्दैछौँ र अहिले चाहिँ हुस्से लागेर यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरू। कन्याम चाहिँ पुरै हुस्से लाएर केही देखिएको छैन। मान्छेहरू एकदम धेरै आएको छन् तर हुस्से लाएर अलिक मजाले इन्जोय गर्न पाएको छैन। र अहिले चाहिँ हामी माथि यहाँ डाँडा चढ्दैछौँ। यो चाहिँ लभ डाँडा पनि भनिन्छ। अहिले हामी लभ डाँडा चढ्दैछौँ। ल हाम्रो सानीमा चाहिँ यहाँ कन्यामको लभ डाँडा चढ्नु हुँदैछ। सकि नसकी पनि बोल्नुभयो क्या हो? आउनु ल छिटो चढ्नु हुँदैछ यहाँनिर चाहिँ कन्यामको लभ डाँडा। कन्यामको यो लभ डाँडामा चढिसकेको छौँ र कन्यामको भ्यू झर्न आएको अरे। कन्यामको भ्यू चाहिँ कुहिरोले सबै यस्तो भएको छ। पानी पनि सिम परिरहेछ र यहाँनिर देख्न सक्नुहुन्छ मान्छे धेरै भए पनि यो हुस्सेको कारणले सबैजना एकदम खुलेर घुम्न, फोटो खिच्न, भिडियो बनाउन पाएको छैनन्। म यहाँ छु, म पनि इन्जोय गरिरहेको छु जस्तो जे भए पनि। यहाँ लभ डाँडामा फोटोसोटो भिडियो गरेर पनि हामी आइसक्यौँ। कुहिरो लागे पनि हामीले अलिअलि भिडियो फोटो खिचिसक्यौँ र अहिले चाहिँ हामी तल झर्दैछौँ। यहाँ
कुहिरोले केही देखेको छैन। त्यही पनि हामीले चाहिँ अलिअलि फोटो भिडियो खिचिसक्यौँ भने क्यामेरामा पानी लागेर केही नदेखेको अवस्था छन्। यहाँ सानीमा चाहिँ तल झर्नुहुँदैछ छाता उडेर र अघि पनि मैले देखाइसकेँ कस्तो भ्यू छ भनेर। यहाँ चाहिँ मलाई पनि पानीले अलिअलि भिजाइसक्यो, त्यही पनि घुम्नुको उसले पानीले भिजाएको नै महसुस भएकै छैन। यहाँ चाहिँ हाम्रो सानीमाले ड्रेस लाएर फोटोसोटो खिचेर भिडियो बनाएर चाहिँ अहिले चाहिँ ड्रेस चेन्ज गर्नुहुँदैछ। उहाँकै आफ्नै ड्रेस लाउनु हुँदैछ र हामीले चाहिँ यहाँनिर लगभग कन्याम घुमिसक्यौँ। सानीमाको पनि डिट मर्ने गरी घुमिसक्यौँ। सबैतिर चाहिँ अब मलाई पुगो भन्नुहुँदैछ र एकछिन अब घोडामा पनि फोटो खिच्छु भन्नुहुँदैछ। अब घोडामा फोटोसोटो खिचेर अब हामी चाहिँ यहाँबाट फर्किन्छौँ होला। हाम्रो प्लान चाहिँ आज इलाम बजारसम्म पुग्ने थियो, तर समय नभएको कारण अनि मौसम पनि यस्तो भएको कारणले हामी इलाम बजारसम्म पुग्न सकेनौँ र मौसम पनि यस्तो छ देखिहाल्नुभयो। र म आज चाहिँ यो कन्याम बजारमा चाहिँ कल्पना नेपाली मेरो प्यारो बुढीलाई चाहिँ एकदम धेरै सम्झिरहेको छु। किन भन्दाखेरि मेरो बुढी भएको भए मैले भ्लग बनाउनु पर्दैन थियो। यसरी मेरो बुढीले चाहिँ एकदम राम्ररी भ्लग बनाउँथिन्, फोटो खिच्थिन्, भिडियो बनाइन्थिन्। तर ठिकै भयो उहाँ नआएर पनि, किन भन्दाखेरि मौसम देखिसक्नुभयो कस्तो छ। कल्पना नेपाली देख्नुभयो नि मेरो बुढी कस्तो छ मौसम। यहाँ चाहिँ अब हाम्रो सानीमा चाहिँ घोडामा चढेर फोटो खिच्न आँट्नु भएको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँनिर यो घोडामा चाहिँ चढेर चाहिँ फोटो खिच्नुहुन्छ अनि घुम्नु चाहिँ डराउनु भयो। 300 रुपियाँ पर्दो रहेछ, यहाँदेखि परसम्म घुमाएर ल्याउनु हुँदो रहेछ। तर डराउनु भयो, फोटो खिच्न चाहिँ 50 रुपियाँ मात्रै पर्दो रहेछ। घुम्नु न त भनेको, डराउनु भयो, फोटो मात्र खिच्ने अरे। र यहाँ फोटो खिच्न चढ्नु हुँदैछ। र सानीमा चाहिँ चढिसक्नु भएको छ घोडामा, देख्न सक्नुहुन्छ तपाईँहरू। एकदम डराइ चढिराख्नु भएको छ। अब उहाँले चाहिँ फोटोसोटो अलिअलि भिडियो सिडियो बनाइसक्नु भयो र अब चाहिँ उहाँ झर्नु हुँदैछ। एकदम डर लाग्यो अरे एकछिन फोटो खिच्नु पनि। अब झर्नु हुँदैछ। ल 50 रुपियाँ सक्यो। यहाँ चाहिँ हामीले अब सबै थोक यहाँ गरिसक्यौँ। सानीमाको सबै इच्छा पुग्यो। सानीमा अब के रहर छ अब अलिकति किनमेल गर्ने अनि जाने अरू केही छैन। अब सकिसक्यो। अब हामी चाहिँ यहाँ बजारमा अब यहाँ केही किनमेल गर्न आँटेको छौँ र अरू चाहिँ यहाँ सबै सकिसक्यो। म चाहिँ यहाँ छु, पानीले अलिअलि भिजाइरहेछ तर मजा आइरहेछ, एकदम मजा आइरहेछ, रमाइलो भइरहेछ पानी परे पनि। यतातिर चाहिँ सल्लाघारी छ। सल्लाघारी जानुहुन्छ? यता छ। एकचोटि जानु न त हिँड्नु। सल्लाघारी पिकनिकहरू चाहिँ यतैतिर खान्छन् मान्छेहरूले। यस्तो छ। सल्लाघारी हिलो रहेछ पानी परेर। यहाँ चाहिँ धेरै भित्र नजानु, लड्नुहुन्छ अहिले। हो त्यहाँ फोटो खिच्ने एक डेढ हानी भइगयो। यो चाहिँ कन्यामको बजार, कन्याम चोकको बजार। यतातिर छुर्पी किन्न पाइन्छ।
र अब हामी चाहिँ एकैचोटि यहाँदेखि आई लभ कन्याम लेखेको ठाउँमा भेट हुनेछौँ। हस्त बाई बाई। ल गाइज हामी चाहिँ यहाँनिर आई लभ कन्याम भएको ठाउँमा आएको थियौँ र मैले सानीमालाई चाहिँ फोटोहरू खिच्नु भनेको थिएँ तर नखिच्ने अरे, अगाइसक्नु भयो अरे सबै। अब पानी परेर एकदम जाडो भएर अब चाहिँ म अब खिच्दिनँ भन्नुहुँदैछ र अब यहाँबाट चाहिँ हामी अब पर तल बजार जानेछौँ। बजारमा अलिअलि सब्जीहरू के लानेछौँ घरमा र अरू चाहिँ अब त्यहीँ बजारमा पुगेर म तपाईँलाई देखाउँछु। त्यो चाहिँ हामी जाँदै सानीमालाई चाहिँ एकदम धेरै जाडो भएर चाहिँ हामी यहाँनिर चाहिँ बाटोमा चाहिँ यहाँ एउटा दोकान रहेछ। यो दोकानमा चाहिँ हामी स्वेटर हेर्नु हुँदैछ। सानीमाले मन पऱ्यो भने किन्नुहुन्छ, जाडो भयो भन्नुहुँदैछ। अनि रुमाल पनि किन्नुहुँदैछ टाउको बाँध्ने। पहिको रुमालले चाहिँ सब पानीले भिजेर अर्को रुमालहरू हेर्नु हुँदैछ। यो चाहिँ हरकट बजार रहेछ। अलिकति कन्यामदेखि अलिकति यता तल आएपछि थोरै देख्न सक्नुहुन्छ। यस्तो छ मौसम। अझैसम्म पनि उग्रेको छैन। यहाँनिर चाहिँ म यहाँ छु। खाजा खानु यहाँ बसेको छौँ। थोरै अलिअलि सपिङ गऱ्यौँ। उयो अक्काबारे खोर्सानी के 20 रुपियाँ अलिअलि किन्यौँ। अनि च्यारङहरू अलिअलि किनेर अहिले चाहिँ यहाँनिर चाहिँ अब हामी चाहिँ खाजा खाँदैछौँ। अब खाजासाजा खाएर अब चाहिँ अब हामी नन स्टप घर जानेछौँ। अहिले त्यही बेलुकाको 4 बज्न आँटिसक्यो। 4 बज्न 15 मिनट छ र यहाँ चाहिँ एकदम राम्रो होटेल रहेछ। यो हरकट बजारमा चाहिँ कन्याम आउनुभन्दा अलिकति अगाडि हरकट बजारमा चाहिँ एकदम राम्रो होटेल रहेछ। यदि तपाईँहरू कन्याम आउनै हुँदैछ भने यहाँनिर चाहिँ खानासाना यहीँ खाएर जानुभयो भने एकदम राम्रो, अथवा उहाँबाट यहाँ आएर खानुभयो भने एकदम राम्रो हुने रहेछ। किनकि यहाँ चाहिँ एकदम चिप एन्ड बेस्ट पाइने रहेछ। अब चाहिँ हामी यो हर्केट कन्यामदेखि अलिकति माथि यो हर्केट बजारदेखि चाहिँ हामी तल झर्दैछौँ। अब हामी चाहिँ तल घरको लागि फर्किँदैछौँ र हामीले खाजासाजा खाएको चाहिँ यो होटेल हो, रेखा होटेल। एकदम चिप एन्ड बेस्ट लाग्यो मलाई चाहिँ। माथिको भन्दा सस्तो छ र यहाँदेखि देखिने भ्यूज चाहिँ यस्तो छ। अहिलेसम्म पनि हुसे गइसकेको छैन र अब हामी चाहिँ घर फर्किँदैछौँ। र अब घर पुगेपछि चाहिँ हामी भेटाउनेछौँ। सानीमाले चाहिँ यहाँनिर चाहिँ फोटो बनाउनु भएको छ। उहाँनिर कन्याममा चाहिँ यो फोटो बनाउनु कति लाग्यो अरे? यो फोटो बनाउनलाई 800 रुपियाँ लाग्यो अरे यो फोटो। यो फ्रेमलाई 250 पर्छ उहाँ तल। अनि यो बनाएको चाहिँ 20 रुपियाँ पनि पर्दैन। त्यसलाई चाहिँ यहाँनिर चाहिँ 850 रुपियाँ लिएछ। ठिकै हो। अब चिनो पनि हुन्छ नि त इलामको। तपाईँ खुसी हुनुहुन्छ नि? एकदम। ल अब चाहिँ हामी तल झर्दैछौँ।